फोटो खिच बेलुकामा यतै लाग्यो अब के गर्नु लाग्नु त गर्नु पर्यो नि होइन अब गर्नु कर्तव्य साथ यसमा अलिकति सिपालु पनि छ त्यसले गर्दा उसलाई गर है भनेर साथी हाम्रो चन्द्र भाइलाई पनि जिम्मा लगाएको छ एउटा भेटी राख्नु त त्यो कसरी छ भने ओम शुभ त्योलाई प्रार्थना गर्नु शुभम भवतु कल्याणम आरोग्यम शुभ सम्पदा परगुणाय नमो नमः आ भरम पुष राख्दिन आसन सरी कवच भरणाय नमो नमः गन्धदेवी गन्धक तपस्मानी सर्वरि कवच भरणाय वेदान्त वेद साधना अंगेज सहित सर्वे कलसन समाज कलश भरणाय देवता अग्नि राख्दिन कलशमा छिटो बोला छिटो ल औषधि पानी हो असह गढ पूर्ण पूर्वक अस्मक बपुत्रादि पुत्रै केरिना थोमस समाज जीवन श्रीमणा गाडी बधाई न आजलो यो चाहिँ बोक्ने दरो बनाउन उति उति नानी थियो अरे कोले आइज पेन बनाना नि दबै बेल कोली बनेको दिला लाग्यो न बेलले यसो भेटिन दिनुपर्छ गाडी मात्रै मन्ताता सबला सन्तो पूर्ण सन्तो मनोरथ सफल गतिनाश मित्रनाम छ देवी प्रपना देवी प्रसिद्ध प्रसिद्ध माता जगत व्यास वैश्व विशेष हरिपाय सन्तमेश्वरी देवी अरू सबन भाउ नमो नमो सबैलाई त्यतिको लागि न रातो मिलाएर पनि सबैको ल बुझेन आज सबैलाई अनि म स्वास्थ्य बाटो आउँछु अनि उठाउनु हामी म लान्छु तपाईहरुलाई घर सर्ने दिन त घर भइगयो अब जसले पनि निधार खाली हुँदैन शुभ कार्य यो बोका त बाबा स्वस्ति नो इन्द्रो वृषभः स्वस्ति न पूजाः विश्वमेधा गौरवै नो बृहस्पति ददातु अरु सबैले राख्नु न मङ्गलम मङ्गलम गुरुदेव मङ्गलम यो पनि बोक्नै सबै पर सब सबैले राख्नु न ओम स्वस्ति नो इन्द्रो वृषभः स्वस्ति न पूषा विश्ववेदा रातु आगो बाल यति नै होला रातु छिटो छिटो गर बच्चा हलाउनु पर्छ हामी पनि क्यामेरामा आएको है म त झन्डै बुढामा चढेको
बादल खै लाइटर ले भाइ त्यो बल्दैन त्यो बाल्नु बाल्नु ज्योतिषमा सुरु जो ज्योतिषले परे उठाएर पर्छ ज्योतिषले परे उठाएर कपडा एउटा त्यो पुस्ने उता लाग्छ त टिपै त हाम्रो तर्फबाट कन्याकुमारी भनेका अहिले यस्तैमा धोली मुक्तेर बेगा छ कन्यामा छ भन्छ अहिले कन्या त फ्युचर लगाउनु एउटा कपडा भएको पुस्ता नि हाम्रो आछ घिउ चाहिँ मेरो भान्जाको बेमारले गरिरहेको फोर दा एकछिनै रातो कसा त्यही त कसामा जानु यहाँ भर त नानी भर न दुई हातले यो मानु भर सिकाउँदैछ हो भोलि बना न भोलि अझै फेरि गाउँ चलाउने चलाउने एकजना चलाउने नानी नानीले पकाएर झिक्ने अनि अब नानीहरूलाई कुनै उल्याउने बेला भयो शीतलमा जाऊ एकछिन जानु अर्कोचोटि आउँदा फेरि चार महिना अर्कोचोटि 4 महिना सबै टाँसिन्छ नि त्यसमा पखाल्नु पर्दैन टाँसेर केही मैले अर्कै हो डर भन्नु मात्रै चलाउने क्या 3 जनाले गर्नु पनि हुँदैन अर्कै भन्नु किन ग्यास सानो छ यतै सानो धेरै घर भन्छ ल 11 वर्ष बहिनी 23 वर्ष ठ्याक्कै लाग्छ अनि झिकेको त अहिले आगो त सबै बाहिरै छ कोइला पनि झिकेर बाहिर राखेको छु त्यही चुलामा छिटो छिटो गर फेरि अर्को एकपल्ट अब समीर काकाको बिहेमा पनि तिमीहरू नै हुन्छ नानीहरूलाई छाउनु अनि यता पठाइदिनु मात्रै गर्नु अर्को केटाकेटी गरौँ न आउँछ त्यही यहाँ भान्जीको बिहेको बसार पनि भुट्यो है अब जेठी माइली कान्छी माइली लाइनबाट माइजु लाइनमा छ नि
आगै बाल्नु पर्दैन त्यसै बाँड्ने भयो नभए पनि यहाँ माइजूहरूलाई समाउन भान्जा पनि भान्जा आएका हुने भान्जा तिम्रो बनाउनु कति आउने हो यताउता घुमाउ न बेहुलीका भाइ बहिनीहरू आगो पैसा ढिलो हुन्छ असारतिर पटार्नु पर्छ पहिले त्यतिकै बसेर खाएर हामीले चाहियो हामीले यस्तो यस्तो गर्नु यस्तो यस्तो हाम्रो लागि मेरो लागि गर्दिन त यस्तो चाहिँ ल यस्तो गर्नु यस्तो गर्छ हजुर पनि अहिले यहाँ दाखा उयो भएन भने राम्रो पारेर मैले बनाए जस्तै ऐसा कभी हुआ है क्या तारों के बिन रात बनी चंदा के आने से तो रात में वो बात बनी माना कि इश्क मेरा जैसे कोई है सितारा तेरे ही आसमां में ढूंढे कोई जो बसेरा भाई ना रे उसे निंदिया जागी सारी सारी रतियां तारों भरी कारी अखियां जागे सारी सारी रतियां तारों भरी कारी अखियां
त्यही त यी छ त कति चाहिन्छ त्यति हाल्दा 10 मिटर छ वर्धमानको त्यो पर्दैन मेखलाका लागि हो कि बेहुलीको भाउजूले बनाएको कसरहरू है क्यारे सखरै सखर भएको अब त्यतिमा दादा अनि भइहाल्छ अब त्यहाँ चाहिँ के भयो पढ्ने हुन्छ नि त जाने नजाने यो चाहिँ के को हो कस्तो राम्रो यो साइडमा गर्नुपर्ने आएकै छैन त्यसको पालो माथि पनि पुज्नु घुँडामा पुग्नु कोममा पुग्नु शिरमा पुग्नु अब यो आमाले यो लगाइदिनु नजिक्नु हातमा पनि लाग्दैन यहाँदेखि कसरी लु भन्नु उनी राख्दिनु नभइदिनु अनि मिलाएर भन्नाले अब तिमीहरू भनु यसो स्माइल स्माइल ai फोटो राम्रो आउँछ क्या 19 19 19 कसरी गर्नु 21 भन्नु के अब सर यता जाडो भइसक्यो तर खुट्टामा खुट्टामा हो घन्टिन ब्रेक सिधै नरिसाइकन अब भन्नु अब भयो भयो नाकामा नि छुटो दिदी खै ठुलोमा जानु भएन के गर्दै हुनुहुन्छ भन्नु दिदी दिदी नम्बर कसरी नानी नानी खुशी छायो है उनको नामको मेहंदी हातमा लाग्यो है उनको नामको मेहंदी हातमा लाग्यो है
खुसीको उमङ्ग नजरें झुका के रखना, दामन बचा के रखना, लेने तुझे गोरी आएंगे तेरे सजना। साना नानी जान अहिले के हुँदैन देखिँदा जान के हुँदैन जान सोना के हुँदैन दुटी जाउँ न हुँदैन एकछिन छोड्दै हुँदैन नि ए भएन के भयो त्यो छोडिदियो लो बादल खोइ बादल आमा लाग लगेर बस्नु बादल भाइ गीत गीत आमा जानुहोस् न रखना डोली सजा के रखना तुझे गोरी आएंगे तेरे सजना डोली सजा के रखना चेहरा छुपा के रखना ये सब एउटा भिडियो बनाउन पाएको छैन निस्केको ये दिल की बात नानी चेहरा सजा के रखना कति गफ हो हामी उड़ उड़ के तेरी जुल्फें
करती है क्या इशारे दिल थाम के खड़े हैं आशिक सभी गवारे दामन बचा डोली सजा के रास्ता हमारा तक दरवाजा खुला रखना लेने गोरी आएंगे तेरे सजना कुछ और आपने कहना बुझ्ने चाहिँ बुझ्नेहरू म पनि भाइरल हुने भइहाल्यो नि यो अनि नाटक आइदियो चढिलायो हातमा मेहन्दीको रङ्ग कस्तो चढिलायो हातमा मेहन्दीको रङ्ग बिताउने छु बाँकी जीवन तिमीसँग कस्तो चढिलायो हातमा मेहन्दीको रङ्ग सोचे भन्दा गाढा बस्ने छ रङ्ग मायाको रङ हेरी हुनेछु दङ्गा कस्तो चढिलायो हातमा मेहन्दीको रङ्ग छोरी मलाई भागी भागी न सताऊ कानमा आई टुटुक बताऊ छोरी मलाई भागी भागी न सताऊ कानमा आई टुटुक बताऊ तिमीलाई बाबाको माया कति लाग्छ रे तिमीलाई बाबाको माया कति लाग्छ रे कति लाग्छ भन्दा यसो हात हल्लाउनु पनि छुइँदैन कसरी हल्लाउने
Thank you.
तयार भएको अवस्था हो
एकजना दाजुले बत्ती बालेर आउनु एकजनाले चढाउनुहुन्छ एकजनाले चढाउनु जनै सुपारी कोसँग छ उहाँले चढाएर आउनु यहाँ जनै सुपारी बत्ती जानु बालेर लु भाउजूहरूको काम है ल भन्दै जात वेदोदासनं प्रणमलं समिन्दं सरदो मुखं स्वाहा शक्तिदाय अग्निश्चिदायक वनदाने अर्को लिनु फेरि फल दुनामा छ नि फल दुनाको हो दुना छ नि भवन्तु फेरि पानी खानु यो फुल चाहिँ कतै खानु त्यही दुना सिस्टा पाए त कसलाई उतो डुकाकोले बुझार्नु पाद्यम अर्कम आचम टिको लाएर जाने हो छोरीको बिहे हो त्यो भिडियो कि भिडियो गरेछ काम त बच्चाले भनौँ न त्यसरी हुन भए पनि कारिगरसँग कारिगरसँग त पछि लागिरहेको बोलेको सुनिनुहोस् न क्यामेरा मिल्ने आमा छोरीको एउटै त्यही त यसरी बोल्यो भने बोलेकै आउँछ नि त भ्याइन्छ कि राखूं यो सिमली स्याउली ए घर गाउँले देखाइ दिउँ एक झल्को हेर्छौँ बेहुली ए घर गाउँले देखाइ दिउँ एक झल्को पत्र लिएर आउने टिका चिन्ने मेरो धोतरे बाजा बजाई आयौँ जनता धोतरे बाजा बजाई आयौँ जनता यसपालि त बिहे बतेर खाने हाम्रो मन त यसपालि त बिहे बतेर खाने हाम्रो मन त कति राम्रो ससुराले जन्ती पर्सेको राम्रो ससुराले जन्ती पर्सेको सबैको छ मुहारमा खुसी बर्सेको सबैको छ मुहारमा खुसी बर्सेको सानो ठेकी काली काठको ठुलो चाहिँ दार सानो ठेकी काली काठको ठुलो चाहिँ दार दहीको सगुन दुलहीलाई बनाइ ल्याएको भार
यता यता भगवान विष्णु मङ्गलम रेडी हो जान पाइदैन नपक्रे भगवान बिस्तारै 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 मङ्गलम पुण्डरीकाच मङ्गलाय मनोहरि तारा बलम देव बलम तदेव बलम तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्नु मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ नढाक न मुहार श्रृङ्गारले नढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने जुन जस्तो मुहारा नराख लुकाई जुन जस्तो मुहारा नराख लुकाई हेरिरहूँ म यो घुम्टो उठाई हेरिरहूँ म यो घुम्टो उठाई मैले पूजने ईश्वर भयो सधैँ पूजा गर्छु हो मैले पूजने
गर्छु जस्तो लाग्छ आऊ समाऊ हात मङ्गलम भगवान् विष्णु मङ्गलम गर्दछ मङ्गलम पुनरिकाच मङ्गलाय म यहीँ छु त नारायण सरलाई मैले अघि बिताबाट कहाँ आइपुग्नु भएको भन्नाले क्या अलि तपाईँ तपाईँले फुलेर आज तपाईँहरूले सबैजनाले ल अब सबैजना यहाँ शुभ देश शुभ धनी दश अध्यय पूर्वचारी सिद्धिरस्तु वैश्व गोडिन पूर्व सूर्याय वराय भारतपुत्राय तिमीलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो तिमीलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो यो मनले थाहै नदी तिमीतिरै तेरा सार्यो मायाले 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 लौ हेर मार्यो 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 मायाले लौ हेर मार्यो 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 एकजनाले फुलेर आज ल हजुरले टोपी खोल्नु पर्दैन हजुरकै कन्या माग्न मैले पाले पनि मारे पा भन्ने तिनचोटि भने मनमने हुँदै डाइरेक्ट अब हजुरले भन्ने यो फुल यता दिनुहोस् हजुरले टिका लगाएर दक्षिणा दिनु दक्षिणा भनेको यहाँ छ है एउटा दिन एउटा टपरी मङ्गल शुभ छोरा लिएका छौँ हामीले कन्याकर्मी 125 रुपियाँका छौँ विषयमा पनि झगडा नगर्नु भनेर अनि सम्झी भेटा लगाइदिएर कमाल गर्नुहुन्छ होला अहिले लगाइदिएर ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गर्द मङ्गलम पुण्यरिकाक्ष मङ्गलाय हरे तारा बलम दैव बलम तदेव बलम तदेव बलम तदेव चारजना बस्नु अब मैले पहिले पहिले हामीले तारा बलम दैव तदेव सुविद्या बलम दैव तदेव क्रिया स्वस्ति नो इन्द्र विदसभा स्वस्ति न पूगा विश्ववेद स्वस्ति नो
टाढा भो जति टाढा भो जति टाढा भो उति गाढा भो उति गाढा भो उति गाढा भो जति टाढा भो उति गाढा भो जति टाढा भो उति गाढा भो यो माया मखमली फुल रहेछ माया मेरो माया सोनाघरी फुल रहेछ माया जति टाढा भो उति गाढा भो जति टाढा भो उति गाढा भो मेरो माया मखमली फुल रहेछ माया यो माया मखमली फुल रहेछ माया तिमी मात्रै देख्छु म त जता जता पुग्छ नजर तिमीले हेर्दा लाज लाग्छ सारा मलाई झुक्छ नजर मलाई भो प्यास छैन मलाई नि खास छैन मेरो माया मखमली फुल रहेछ माया मेरो माया मखमली फुल रहेछ माया जति टाढा भो उति गाढा भो जति टाढा भो सारा हाँसो खुसी जति तिम्रै पाउमा छारो लाग्छ पुनर्जन्म पाए पनि तिमीसँगै मरौ लाग्छ तिम्रो हाँसो मेरो खुसी तिम्रो सथा मेरो रुचि यो माया मखमली फुल रहेछ माया मेरो माया मखमली फुल रहेछ माया जति टाढा भो उति गाढा भो जति टाढा भो उति गाढा भो मेरो माया
माया तिम्रै किन सक्दिन म एक्लै जिउन चाहे माया गर है चाहे हेला गर है म त परे तिम्रै भर चाहे माया गर है चाहे हेला गर है म त परे तिम्रै भर जिउने आधार मात्र तिमी भर पनि लाग्छ धेरै जिउने आधार मात्र तिमी भर पनि लाग्छ धेरै भगवानले यो धरतीमा पठाएका बन्न मेरै लाग्छ माया तिम्रै किन सक्दिन म एक्लै जिउन चाहे माया गर है चाहे हेला गर है म त परे तिम्रै भर